उनले ठेका हालिसकेपछि यो बाटोमा धुलो हुन्छ के हुन्छ त्यो त पशुपति विकास कोषको जिम्मेवारी हो नि त पार्किङको जिम्मा हो तपाईले यहाँ हामी काम गर्ने ठाउँमा आएर डिस्टर्ब गर्नु काम गर्न डिस्टर्ब गरेको होइन तपाईलाई सुझाव दिनु नि सम्बन्धित ठाउँमा गरिदिनुस् या काम गर्ने ठाउँमा आएर डिस्टर्ब गर्ने हैन गाडी चलाउने गाडी पार्किङ गर्नुहोस् यहाँ हाम्रो मेनमा हुँदैन पार्किङ गर्न पाइन्छ नदिने हाल पार्किङ गर्न दिने हो पार्किङ एक मिनट पार्किङ गर्नुहोस् तपाईँले ढलान गर्नुहोस् बलक छाप्नुहोस् महानगरपालिकाले के गर्नु पर्यो भने पशुपति विकास कोष रोक्नु पर्यो उनले ठेका हालिसकेपछि यो बाटोमा धुलो हुन्छ के हुन्छ त्यो त पशुपति विकास कोषको जिम्मेवारी हो नि त पार्किङको जिम्मा हो धुलो उडेर यहाँ पार्किङ अव्यवस्थित भयो रे होइन अव्यवस्थित भयो त हामीलाई व्यवस्थित तपाईले यताबाट जानुहोस् यो ठाउँबाट जानुहोस् तपाईँलाई यहाँबाट सुविधा भन्छ बारम्बार भन्दाखेरि अटेर गरेपछि महानगरको टिम आएछ यहाँ हो त्यही त त्यसरी होइन कसरी दिनु भएको छ अहिले महानगरको कामलाई सिस्टम बसालले भने त अटेरी कोही पनि हुँदैन तपाईँ हुनुहुन्छ र हो नि करप्सनै करप्सन छ प्रधानमन्त्रीदेखि लिएर एउटा पिउनसम्म होइन एउटा तपाईँको भनौँ ट्याक्सी ड्राइभरको शुद्ध पनि तपाईँको चाहिँ नि यहाँ व्यवस्थित छैन तपाईँले गएर कुरा गर्नु पशुपति विकास कोषमा तपाईँले बाटो ठेकेर पाउनुहुन्छ के भने के पशुपति विकास कोषसँग गएर कुरा गर्नु नि तपाईँले यो पार्किङ पुरा पिच गर भनेर पशुपति विकासलाई भन्नु नि पैसा त पशुपति विकास कोषले लिएको छ नि त महिनाको 3.5 लाख रुपियाँ लिएको होइन त त्यो जसलाई त्यहाँ उछेर तपाईँ गर्नु तपाईँहरूले पनि त्यहाँ गएर चिठी पठाउने हो नि त यहाँ बाटो रोकेर के गर्ने भने हामी चाहिँ दिनको दिने प्रोमो लाउने तपाईँ धुलो यहाँ बाटो ल्याउनु पाइन्छ धुलो के तपाईँले यो गाडी धुलो भनेको तपाईँले के गर्नुहुन्छ धुलो त जहाँ पनि उठ्छ हावा आएपछि हावा आएपछि धुलो उठ्दैन धुलो के लागि गर्ने बेला त्यहाँ गैरी गाउँमा त्यत्रो बिहान त्यो टिपर छ हजारौँ टिपर छ बाटोभरि माटो यसलाई लड चप्पी चप्पी होइन तपाईँले धुलोको कुरा गर्नुभयो धुलो के गाडी यहाँ हामीसँग करार काम छ नि तपाईँ चल्ने पैसा उसलाई भन्नुहोस् हामीसँग दाँत बोक्छ तपाईँहरू चाहिँ किन रोकिराख्नु भएको छ गाडी यहाँ आम जनतालाई किन दुःख दिनुभएको छ जनताको कुरा जनताकै गुनासो तपाईँ मात्र हो जनता यो जनतालाई अहिले यत्रो तपाईँले यस्तो भइरहेको छ के हो यो जनता आम जनतालाई तपाईँले दुःख दिनुको लागि यो नगरपालिका भने सारको टिमहरू खुवाउनु भयो धेरै राम्रो मेयर साहबको काम धेरै राम्रो छ मेयर साहबको साँच्चै राम्रो छ अति राम्रो छ नगरपालिका महानगरपालिकाले के गर्नु पर्यो भने पशुपति विकास कोषलाई रोक्नु पर्यो उनले ठेका हालिसकेपछि यो बाटोमा धुलो हुन्छ के हुन्छ त्यो त पशुपति विकास कोषको जिम्मेवारी हो नि त पार्किङको जिम्मा हो तपाईँहरू सचेत जनता पार्किङ व्यवस्थित भएको तपाईँहरूको हेर्ने इच्छा छ त्यो हाम्रो हेर्न जान त यहाँदेखि पुरै पिच होस् पुरै मार्बल होस् ढुङ्गा छापियोस् पशुपति विकास कोषको पैसा कहाँ जान्छ भनेको के क्षेत्र हो यो पशुपति प्राङ्गण यो यदि पशुपति विकास कोष नभएर गुटी संस्था भइदिएको भएदेखि अर्कै भइसक्थ्यो पशुपति विकास भनेको एउटा चोरको सञ्जाल हो पशुपति विकास कोषमा कति पैसा छ अरबौं पैसा छ 10 वर्ष त आम जनता पालिने पैसा छ तर त्यो पैसाले सदुपयोग गर्ने भने यहाँनिर यो मार्बलै मार्बल हुन्छ त्यसरी दोष नलाउनु केही सबुत छ भने भन्नुस् तपाईले कस्तो सबुत प्रमाण सबुत के बार निस्किरहेछ न्युजमा त्यो के सबुत हैन जेल जानु पर्यो जेल चोरी काण्ड भ्रष्टाचार काण्ड पशुपतिमा धेरै निस्केछ नि त यहाँ पशुपति विकास कोषको पैसा यति राम्रो सदुपयोग हुने भने यहाँ मार्बलै मार्बल हुन्छ पार्किङमा यस्तो फोहोर हुन्छ यस्तो हुन देखिन्छ यहाँ हैन यो अहिले महानगरले जनताहरुलाई महानगरले बुमर ल्याएर जहिले पखाल्नुहुन्छ तर यो पार्किङको धुलो पखालेको देखिदैन त म एउटा ट्याक्सी चालक हो बिहान 6 बजे 5 बजेदेखि यहाँ बेलुका 7 बजेसम्म हुन्छु अहिलेसम्म महानगरपालिकाले यहाँ भूमुन आएर कहिले फुकेको छ त्यो देखाउँछ त हैन साच्चै अहिलेको नेतृत्वले काम गरेको छैन बालन काम गरेको छ काम गरेको छैन भन्दिन हाम्रो क्यामेरामा त कैद हुन्छ त फेरि तपाईले देख्नुहुन्छ तपाईहरुले कैद गर्नुहुन्छ त्यो त कहाँबाट कैद गर्नु त छैन महानगरपालिकाले काम गरेको छैन भने राम्रो काम गरेको छ तर राम्रो काम गरेको छैन कसैले पनि भन्दैन हैन अहिलेको मेयर साहबले राम्रो काम गर्नुभएको छ तर यो भनेको अहिले आएर यहाँ रोकिनु भनेको आम पब्लिकले दुःख पाउनु हो नि त कोही आउँछ इन्डियाबाट आउँछ भक्तजनहरु उहाँहरु आउनुहुन्छ गाडी रोकिदिएको छ गौशालाबाट हिँडेर आउने यहाँ तर जनताहरुको उहाँ त जनताहरुको गुनासो उहाँले पालना गर्ने हो होइन र पालना गर्ने हो महानगरपालिका नराम्रो काम कसैले गरेको छैन भन्छ उहाँको परिचय चाहिँ भेल्यु हो यो पार्किङको मान्छे हो म कोही पार्किङको मान्छे हैन पार्किङको मान्छे तपाईहरुसँग अघि नै बोलेर गइसके कोही पार्किङको मान्छे म एउटा ट्याक्सी चालक पनि आ छैन भन्ने ट्याक्सी चालक ट्याक्सी कुदाएर खाने मान्छे पार्किङको ठेकाले पैसा खाने हैन पार्किङ हुन्छ र बोलेर कुरा राम्रोसँग बुझेर बोल्नुस् है सर
ट्याक्सी चालकको हाम्रो पनि ट्याक्सी व्यवसाय छैन नि। तपाईँहरू पनि चालक हुनुहुन्छ अहिले महानगरमा केही फाइदै छैन उहाँहरूको महानगरकै ल्याएर आएकोलाई किन टाउको धुइरहनु पर्यो? होइन मैले महानगरलाई केही भनेको छैन नि। महानगरपालिकाले त गएर पशुपति विकाससँग समन्वय गरेर काम गर्ने हो नि त। तपाईँहरू ट्याक्सी चालक पार्किङ दिए भइगयो नि। अनि महानगरकाले पार्किङले भइहाल्यो नि। यता सुन्नु न, तपाईँले सरसफाइ गर्नु यसरी नै राख्ने हो खुल्ला धुलो उड्ने गरी यसरी राखेर त हुँदै हुँदैन। कस्तो छ चाहना तपाईँहरूको? विदेशमा त्यस्तो राम्रो पार्किङ हुने नेपालमा हुन नसक्ने विदेशमा तपाईँ एक पैसा तिर्नु पनि पर्दैन हेर्नुहोस्। किनभने हामी त बसेर पनि आइयो होइन, आफ्नो छोरछोरी त्यही किनभने यिनीहरूले यहाँ बस्न नदिएर हामीले घर राखेर छोरछोरी पठायौँ होइन। अहिले घरको पैसा अहिलेसम्म तिर्न घरै बेच्नुपर्ने स्थिति भइसकेको छ। भनेपछि नेपालमा पनि निःशुल्क पार्किङ हुनु पर्यो स्थलमा हुनु पर्यो। अहिले महानगरले धुलो पार्किङबाट धुलो उड्यो भनेर जनताको स्वास्थ्यमा समस्या भएर यो कदम चालेको छ। कसरी हिँड्नु भयो हेर्नु भएको छ? यिनीहरूले के को स्वास्थ्यको लागि हाम्रो लागि स्वास्थ्यको लागि यिनीहरूले हेरेको छ। स्वास्थ्यको लागि भयो त ठाउँमै बस्छन् नि त। तपाईँहरू यहाँबाट जानुहोस्, यहाँनिर पार्किङ छ, यस्तो गर्नुहोस्, तपाईँहरू बस्नुहोस्, हामीले तपाईँहरूकै लागि हो भनेर भन्नु पर्यो नि त। परेन? यो देश साँच्चै खतम बनाउने नेता होइन, यो देश त तपाईँको करप्सन हो। जब राजा सिद्ध्याइदिए नि यिनीहरूले, हामी नै मूर्ख भयौँ, राजालाई नै जथाभावी गाली गर्यौँ हामीले होइन, जानेनछौँ होइन। अब अहिले थाहा भयो यिनीहरूलाई त खानु रहेछ। अब पम्फादेखिको पैसा चाहिँ स्विजरल्यान्डमा छ भने त अहिले त यिनीहरूकै पैसा रहेछ। केपी ओली बोल्दैन होइन र? अब यस्तो करप्सन छ सर। अब जति भयो नि मेयर साहबको टिम यहाँ खटिराख्नु भएको छ, के छ उहाँलाई सल्लाह सुझाव? मेयर साहबको टिमहरू खुवाउनु भयो धेरै राम्रो। मेयर साहबको काम धेरै राम्रो छ। मेयर साहबको साँच्चै राम्रो छ, अति राम्रो छ। बालन सरको शैली अति राम्रो छ। तर उहाँको स्टाफलाई बालन सरले पनि ल है तिमीहरूको चाहिँ यो हिसाबले यो सिस्टमले बोल्नुपर्छ है, जनतासँग तिमीहरूले बोलाए त यस्तो तरिकाले बोल भनेर चाहिँ उहाँले भन्नु पर्छ। अरू नेतालाई गाली गर्ने बालेलाई ताली बजाउने के हो? तपाईँ जसले काम राम्रो गर्छ उसलाई ताली बजाउने हो, जसले गर्दैन उसलाई गाली गर्ने हो। त्यो त अरू उपाय त छैन त सर केही होइन। यो पार्किङ व्यवस्थित गर्नको लागि यो कदम राम्रो छ तपाईँको? होइन, पार्किङ व्यवस्था गर्नको कदम यिनीहरूले गरे यो चाहिँ ठिक भएन, बुझ्नु भएन। सही ठाउँमा पार्किङ दिएर तपाईँको व्यवस्थित गर्नु त्यो धेरै राम्रो, बरु जनताले त सहयोग गर्छ। सही भएन भनेर अहिले महानगर कारबाहीमा उत्रिएको छ। होइन कारबाही होइन, तिनीहरूको पार्किङ त भएन। गभर्मेन्टले त जति पनि करप्सन हो पैसा खाइरहेको होला, अनि महानगरले चाहिँ दिँदैन त्यो गर्नु। तपाईले यहाँ हामी काम गर्ने ठाउँमा आएर डिस्टर्ब गर्नु, मैले काम गर्न डिस्टर्ब गरेको होइन। तपाईलाई सुझाव दिनु नि सम्बन्धित ठाउँमा गरिदिनुहोस्, या काम गर्ने ठाउँमा आएर डिस्टर्ब गर्ने होइन। गाडी चलाउने गाडी पार्किङ गर्नुहोस्। यहाँ हाम्रो मेनमा हुँदैन, पार्किङ गर्न पाइन्छ, नदिने हामी पार्किङ गर्न दिने हो। पार्किङ एक महिना पार्किङ गर्नुहोस्, तपाईँले ढलान गर्नुहोस्, बलक छाप्नुहोस्, सबै धुलो यता मानले गरे पेटी बिग्रिएछ यहाँ। त्यो पेटी कसले पाउने? त्यो धुलो जनताले खाए। त्यो त पशुपति विकासले हो, हामी भनिसक्यो पशुपति विकास कसले बनाउने हो? त्यही उसले नगरेर त्यो बलक नछापेर 1 लाखको बलक नछाप्ने पैसा मात्रै उठाएर खाने। तपाईँले बलक छाप्नुहोस्, राम्रो बनाउनुहोस्, पार्किङ गर्नुहोस् भने पार्किङ गर्न दिने हो, नदिने होइन। हामी भित्र जाँदैनौँ, बाहिर आम पब्लिक हिँड्ने ठाउँमा यहाँ धुलो आउन भएन। पार्किङ गर्नुहोस्, त्यस्तै गरी गर्नुहोस्, तर यहाँ धुलो आउन भएन। त्यही हो हामीले भनेको। तपाईँको गाडी नकुदे पनि हावाले आउँछ होइन, त्यहाँ बाटो हेर्नु त्यहाँ खिच्नु जान्छ, सब धुलो भित्र धुलो आउँछ हुलाएर यो बन्द गर्ने भने हामीले धुलो बन्द गर्ने हो। ढलान किन नगर्नु भएको तपाईँ? मलाई यो कुरो बोल्नु छैन, उता सोध्नु प्रश्न उता सोध्नु छ हामीलाई। हामी एउटा चालकलाई नसोध्नुहोस् के, उहाँलाई सोध्नुहोस् न। किन सर तपाईँहरू यहाँ किन? हजुर भनेको सार्वजनिक यो सडकमा फोहोर निस्किनु भएन, धुलो निस्किनु भएन। हामीले यो जुन पार्किङ छ नि, यो पार्किङलाई हामीले के गर्नु भने पार्किङमा बोलक छाप्नुहोस्, ढलान गर्नुहोस्, पार्किङ सञ्चालन गर्नु भनेको। उहाँले मान्नु भएन, अनि पब्लिकले कुरो नबुझिने आउँछ कि पब्लिकहरू। ब्लक छापेर सञ्चालन गर्ने भने त्यति हो। होइन व्यवस्थित गर्ने पार्किङ हटाउने होइन। धुलो उड्नु भएन, सडकमा आउनु भएन। धुलो उड्नु भएन, सडकमा आउनु भएन। पोजिटिभ हुनुहुन्छ सकारात्मक। उहाँ त धुलो सहित पार्किङ गर्ने विचारमा हुनुहुन्छ उहाँहरू। अब यो महानगरले त्यतिकै छोड्दैन त्यसो भए? छोडेर हामी काम सुरु गर्छौँ, हामीले गर्छौँ। यो बाहिरी मान्छे बोल्यो यहाँ पार्किङवाला त्यति बोले होइन। त्यो उहाँ गएर सोध्नुहोस्, हामीलाई थाहा छैन, उहीँ गएर सोध्नुपर्छ। अनि विकास कोषले त हिजैबाट काम सुरु गर्ने कुरो चाहिँ कमिटमेन्ट गर्नुभएको थियो। हामीले नगरे भएको हुनाले आज फेरि हामीले चाहिँ यो उहाँहरूले चाहिँ कमिटमेन्ट अनुसार हिजो गर्नुपर्थ्यो, गर्छु पनि भन्नुभएको थियो। नगरेपछि अहिले तपाईँले देख्नु भएको छ नि, हाम्रो पार्किङसितको कुरै होइन, पार्किङ दिने नै हो, पार्किङ हुन्छ नै। तर पार्किङको स्थल चाहिँ यस्तो धुलामी हामी चाहिँ दिनको दिने बिहान बेलुका ब्रुमर गर्ने, अनि यहाँ चाहिँ धुलो आइरहने, यो त भएन। अहिले जो कराउन आइरहनु भएको छ उहाँ पनि ट्याक्सी ड्राइभर, उहाँको आफ्नो निज स्वार्थ छ पहिलो कुरो। दोस्रो कुरो चाहिँ उहाँले जे भन्नु भएको छ यहाँ मार्बल सहितको राम्रो व्यवस्थित हुनु पऱ्यो भन्ने कुरा छ अन्तिममा उहाँको। हाम्रो कुरो पनि त्यही नै हो। यो पार्किङ सरसफाइ भएर
व्यवस्थित रूपमा होस् भन्ने हाम्रो चाहिँ कुरा हो। ढलाङ गर्न लाग्यो भने विभिन्न ठाउँमा नगरपालिकाले गत वर्षदेखि नै